सो हेलो एभ्रियन, अहिले जापानमा चामलको मूल्य अति बढेछ होइन। 6को 2 महिनाबाट चाहिँ कति घट्ने न्युजहरू आयो, भन्यो घटाए पनि भन्यो, तर चामल सबैले पाएको छैन। छ त पाएको छैन नि होइन, चामल धेरैले पाएको छैन। त्यसको लागि चाहिँ मैले एउटा बेस्ट अनलाइन स्टोर भेटाएको छु होइन। त्यसको लागि चाहिँ के गर्ने भन्दाखेरि तपाईँले 30 किलो चामल जम्मा 15,999 पाउनुहुन्छ। तपाईँ नि ग्यारेन्टी, तपाईँ नि घरमै ट्याङ्ग घन्टी बजेर तपाईँहरूको घरमै ल्याइदिन्छ है। त्यसको लागि चाहिँ तपाईँले Q0010 भन्ने एउटा अनलाइन स्टोरको एप्लिकेसन डाउनलोड गर्नुहोस्, अथवा तपाईँले गुगल क्रोमबाट गर्दा पनि हुन्छ, अथवा ल्यापटप स्यापटप जताबाट गर्दा पनि हुन्छ। त्यसमा तपाईँले ओकोमे भनेर 30 केजी भनेर हान्नुभयो भने तपाईँले त्यहाँ 15,999 तपाईँले भेटाउनुहुन्छ। मैले तपाईँलाई केही झुट बोलेको होइन, म प्रुफ देखाइदिन्छु है। मसँग छ यहाँ यो, मैले तिनटै तिनटै बोरा त किन देखाउनु होइन, कतिको क्वालिटीसम्म आउँछ भनेर तपाईँले चामल पनि ल्याइदिन्छ होइन। यो चामल आउँथ्यो लेखेको छ क्या, ओकोमै लेखेछ होइन। ओखान च्यान्नो अरे, ओखान च्यान्नो ओखान च्यान्नो ओखान च्यान्नो ओकोमै भनेर लेखेको छ होइन। यो चामल तपाईँले जम्मा 30 किलो आउँछ 15,999। मैले अलमोस्ट 1 इयर भइसक्यो, यो 1 इयर भन्दा पनि बेसी हुन लागिसक्यो मैले यो चामल र यो अनलाइन स्टोर युज गरेको होइन। यसको बेस्ट विशेषता चाहिँ के छ भन्दा डेलिभरी फ्री चार्ज छैन होइन, यो घरमै ल्याइदिन्छ। अनि प्लस अन्त भन्दा एकदम स्टोर भन्दा एकदम सस्तो हुन्छ। 30 किलोलाई 15,999 डिभाइड गर्दा 5,300 मात्रै पर्छ। अहिले हामीले 5 किलो किन्दा पनि 4,000 भन्दा माथि तिर्नु परेको छ। त्यसमा तपाईँले 10 किलो 5,000मा पाउनुहुन्छ नि, वाइ नट है। चामल पनि एकदम मिठो छ, मलाई चाहिँ पहिल्यैदेखि खाने भएर होला, मलाई एकदम मिठो नै लाग्छ। चामल पनि राम्रै छ, मजाले छ, मजाकै छ। त्यही भएर तपाईँले एकचोटि यो अनलाइन स्टोर चेक गर्नुभयो भने चाहिँ तपाईँ सबैजनालाई सस्तो पर्छ है। यो चाहिँ जापानमा हुने नेपालीहरूलाई एकदम काम लाग्ने भिडियो भएर तपाईँहरूलाई यो भिडियो काम लाग्छ, यो भिडियो सेभ गर्नुहोस्, यो भिडियो नहरोस् भनेर यसलाई लाइक गर्नुहोस्। यदि तपाईँलाई यो भिडियो इन्फर्मेटिभ लाग्यो भने कमेन्ट गर्नुहोस्, र तपाईँको साथी पनि कसैलाई एकदम प्रब्लम भइरहेको चामलको महँगो तिरिरहनु भएको छ भने उहाँहरूलाई सेयर गरिदिनुहोस्। जापानवासीहरू सबैले सस्तो र स्मार्ट तरिकाले सपिङ गरौँ भन्ने मेरो चाहनालाई तपाईँहरूले साथ दिनुहोस्। बाई बाई, सी यू इन नेक्स्ट भिडियो।